भाग्या होइन, मान्छे बचाएको। केही आतंककारीहरू हमला गर्न कोसिस गर्दै थिए। त्यस्तोमा मलाई सुरक्षा दिएर त आधुनिक बन्दुक बोकेर आर्मी बसेको थियो। म यहाँबाट हट्दिनँ भन्ने हो भने तिनीहरूले हमला गर्दाखेरि गोली चलाउनु पर्थ्यो। त्यहाँ 2-4 19 होइन 1900 मान्छे मर्थे कि कति मान्छे मर्थे। त्यसकारण म प्रधानमन्त्रीको हैसियतले भिडन्त गरेर सुर्याइ देखाउन भन्दा ठाउँ सरेर बस्नु उपयुक्त थियो। त्यसकारण म केयरटेकर प्राइम मिनिस्टर थिएँ। प्राइम मिनिस्टरको हैसियतले सेनाको सुरक्षाभित्रै थिएँ। सेनाको सुरक्षा अर्को ठाउँ सरेर म हेलिकप्टरमा अर्को ठाउँ सरेर गएँ। म प्रधानमन्त्रीले हेलिकप्टर चढेर अनि कुनसा ठुलोको रूपमा ठाउँ सरेर बस्यो, भिडन्त गरेन, मान्छे मारेन। धन्यवाद दिनुपर्ने ठाउँमा भाग्यो, मुकाम फेर्यो, कहाँ भाग्यो। भाग्या भए आज यहाँ यसरी आउँछ। म अब अरू उम्मेदवार केपी ओली कहिल्यै भाग्दैन, देश छोडेर जाँदैन, कुनै गलत काम गर्दैन, कुनै कुराको